यो खाएर यस्तो हल्लिँदै आउँछौँ हेलो नमस्ते म चाहिँ नानु मगर अनि मसँग हुनुहुन्छ यहाँ सेवा गाइज आज चाहिँ हामी गोकर्णमा साकेला हेर्न हिँड्दैछौँ जाँदैछौँ यहाँबाट रेडी अहिले चाहिँ हामी यहाँ हिँड्दैछौँ साकेला हेर्नलाई अरू चाहिँ हेरेर फर्किसक्यो हामी चाहिँ भर्खर हिँड्दैछौँ साथीहरू अनि यतातिर हिँड्दै के भने फेरि पुनम भन सुनेन भन न प्लिज भन न पुनम के भने त्यही भने कि भरे त काट्न लाइस भने त्यो ल ल ल ल ल के अरे त्यो एउटा छ नि के भन्छ नि त्यसले के भन्छ नि त्यो पुनः भन अड्केर मर्लिस भन्छ त जुन किरी के भने त्यस्तो खुट्टा उ गर्दै उठ्छ नि माथि गएर खास हामी यो मुरी खान जान लाग्यो यो मरी त नेवारको खान्छ के भन्दैन हामी चाहिँ खानु हुँदैन यस्तो खाने हो यस्तो खाने हो आज राईहरूको खाने नै त्यस्तै हो त राईहरूको त छ्याङ बेच्छ अरे क्या माथि त मम्मीले भन्दै हुन्थ्यो राईहरूले नखाएको यस्तो कहाँ हुन्छ त्यो जातले पाएको भन्दै खान्छ त्यो उसमा के अरे साकेलाहरू सबमा खाइरहेको हुन्छ उनीहरूको चढाउने नै त्यो अरे आज हामी पनि यो खाएर यस्तो हल्लिँदै आउँछौँ भरे यो खाएर यस्तो हल्लिँदै आउँछौँ भरे ब्लगमा हेर्नु होइन पुनः कति गिलास खान्छौ एक जम्मु जडिनीहरू यस्तै हो जडिनीहरू यस्तै हो खोइ मेरो फुलिदिसो म चाहिँ के छुट्यो पिरिया चाहिँ नखाने रे पुनम र म चाहिँ पनि खाँदिनँ म यतिकै भन्दै मात्र मलाई जिस्केको तर म नि खाँदिनँ मैले यस्तो भ्लगको लागि खाना छोडेको धेरै भइसक्यो मेरो जुत्ता खान्थेँ यो जुत्ता के भएको यार यहाँ हाम्रो पुनम चाहिँ हिँड्दैछ ल ल ल यहाँ खोला बागमती खोला हेर पिरियाको बुढा हेर न फेरि हानी मुखमा पछाडि गरेको नराम्रो हो क्या पछाडि भन्नुभन्दा आयो बदाम आयो सस्तो बदाम सरी के सुन्तला लगेको हुनु पर्यो नि एउटा बिहान खाएको होइन हामी घन्टा एउटा नि 80 ल्याएको होला हैन अहिले चाहिँ हामी हिँड्दैछौँ अब उता माथि पार्कमा गएर भेटाउँछौँ बाई बाई पिरिया ल अहिले चाहिँ हामी यहाँ आइपुगिसक्यौँ माक्कलबारीको छेउ साकेला हेर्न हिँडेको यहाँ हिँड्न नसकेर खुट्टा दुखेर हिलले खुट्टा दुखाएर पुनौको चाहिँ यहाँ बेहाल भइरहेको छ पिरिया चाहिँ यहाँ नर्मल चप्पल लाएर हिँडिरहेको थिएँ यहाँनिर हिँड्दैछौँ अब यो छेउसँग चाहिँ माथि कति टाढा छ गोकर्ण पुग्नलाई चाहिँ हजुर भन न चटपट त्यहाँ माथि कस्तो मिठो पाउँछ अस्ति गएको थियो नि त्यहीँ गएर खानुपर्छ यो पुनमको जुत्ता चाहिँ खैले म लगाइदिन्छु ल्याउ तिमी यस्तो गर नि त पुनम हातमा यो होइन यो चिल्लो बाटोमा त हातमा बोक्दा हुन्छ क्या पुनम खैले म बोकिदिन्छु तिमीहरू जवान छौ लाग्छ म त बुढी भइसकेँ मलाई त बाल लाग्दैन यस्तो कुराहरू म साथी नै सँगै एक्लै रङ्गीसँगै हिँड्छु आजभोलि त हेर न मेरो भिडियो ल ल जुनकिरी नाच कम्मर भाँच
मेरो चाहिँ आज यस्तो बेहाल भइरहेछ यो पुनमको चाहिँ यस्तो बेहाल भइरहेछ चप्पल लगाएर आएर तिमीलाई मैले घरदेखि त त्यो नर्मल चप्पल लगाऊ हिँडेर जाने हो भन्दै हामी गाडीमा आयो पनि त ल ल कुदा कुदा ल ल ल कुदेको रे हामी हामी गाडीमा आए पनि त ऊ त्यहीसम्म त आउँथेन होइन त्यहाँदेखि माथि कति उक्लिनुपर्छ उकालो तिमीलाई एक टुक्रा त गाडीमा हिँड्छ नि त्यहाँदेखि हिँडेर हामी त्यहाँ पुग्नुपर्छ नलाउ क्या नलाउ म बोकिदिन्छु हाम्रो नयाँ म नाङ्गे खुट्टा हिँडिदिन्छु बिचराहरूलाई लु होइन यति चप्पल बोकेर हिँड्ने किन होइन यस्तो दुख्दैन क्या यस्तो चिक्लो बाटोमा त त्यो बल्ल भएकोमा मात्रै दुखाउँछ म चाहिँ यहाँ पुनमको चप्पल बोकेर हिँडिरहेको छु पुनम मेरो चप्पल खाएर हिँडिरहेको छ केराको कस्तो ठाउँमा फलेको केरा फल्ने नै अप्ठ्यारो ठाउँमा हो केरा फल्ने नै अप्ठ्यारो ठाउँमा हो साकेला हेरेर मान्छे चाहिँ फर्किसकेर आइनेहरू चाहिँ अब यहाँ हामी गर्नेहरूको इन्ट्री हुँदैछ नाच्ने मान्छे हामी थोरै राई हो र त्यही भने हामी त हेर्नलाई हिँडेको जस्ट कस्तो हुँदो रहेछ भनेर हामी म पनि माथि गोकर्ण डाँडामा टुप्पैमा अरे हौ तँ गएको छैन र म गएको छैन अहिलेसम्म यसरी कस्तो नानी आयो ल्याएको त्यो राम्रो कपाल बाँधेर पिरा फेरि छ त यस्तै बाँधेको फोटो यसको अब भर्खर यहाँ गोकर्णमा को यो फेदमा आएको कि अब कहाँ माथि हामी टुप्पा सिन्धुली त मगर र राईहरूले भनेको छ हौ सुनर राई सुनार भनेको पनि राई हो सुनार भनेको छुट्टै हो सुनुवार भनेको राई हो वेलकम छ तिमीलाई उता होइन यता हो जता भयो नि त्यो टुप्पोमा ठ्याक्कै पुनम त्यो टुप्पोमा पुग्नु हामी त्यो रिसोर्ट कटेर दिदी एकदमै काइन्ड हुनुहुन्छ होइन दिदीले मेरो लागि आफ्नो खुट्टा खाली गर्नु भएको अब के गर्नु यस्तो दिदी पाउन गाह्रो छ अलिक भेना खोज्देऊ नि त एउटा भेना खोज्देऊ नि त तिमीलाई म त्यति राम्रो लाग्छ भने सधैँ कति सिङ्गल बस्नु म प्रिय भेना छ त तपाईँलाई कस्तो भेना चाहियो भने भेना एकदम होइन मैले भनेको मान्ने ज्ञानी इमान्दारी राम्रो सट्ट परेको ल पाइहाल्यो दिदीले अहिले कहिले माथि हिँड्नु नाच्नु त्यही त लाग्दैन नि अलिक ठुलो खोज म त्यस्तो राम्रो लाग्छ भने तिमीलाई एउटा भेना खोज्देऊ राई भेना खोज्देऊ राई होइन म त्यस्तो कास्ट मतलब होइन होइन के भयो तपाईँले आफूले भनेको त्यति भयो मैले आज कति मङ्सिर कति भयो आज 18 म यो मङ्सिर पुसमा पे गर्नु चाहिँ माघमा पे गरिदिइहाल्छु त्यही यो मङ्सिरमा जसले नि पे गर्छ आफू अलिक युनिक हुने हो क्या कति धेरै बेच्थ्यो है यहाँ मैले क्यामेरा अन गरेर नबोलेको होइन यहाँ नबोलेको यो रियल लाइफमा क्यामेरामा होइन यो यति बोल्छ यति अरूको बिल्ला हान्छ यति रिसाछ भन्ने कुरा त जो अलिक नजिकबाट चिने होइन अब हामी जति कराए रिसाए पनि उसी हाँसिरहन्छ फेरि अब हाँसेर जिस्काएर बिल्ला अलाउनमा केही जान्दैन म त भइगयो अब हामी त सधैँ एकै ठाउँ हुने मलाई थाहा छँदैछ होइन दिदीबहिनी बाँकी यसको चिनेको साथी सर्कलहरूले चिनेछ यसलाई यसको बेहोरा कस्तो छ भनेर पुनः त्यो सब मलाई थाहा छ कि होइन दिदी छ प्लिज क्यामेरा अगाडि त फेरि सोझी सिम्पल साधारण दिदी हेर्नु न हामीले जङ्गलमा झाडीमा हाल्ने के भयो चौरीतिर फरिया सार्ने
हाम्रो गार्डन हो वाउ गाइजहरू होइन हजुरहरूले देख्नु भइसक्यो यहाँ गोकर्ण साइडमा एउटा राम्रो गार्डन छ तपाईँहरू पनि प्लिज घुम्न आउनुहोस् होला है धेरै चेन्ज भएछ है पुनः पहिला थिएन नि यस्तो कस्तो फोहोर थियो त म यहाँ कतिचोटि आइसकेँ यहाँ धेरै इम्प्रुभ भएछ हाम्रो यहाँको को हो के अरे बालेन शाह मेजर होइन हाम्रो साथीले कि मेयरलाई मेजर बाजे भनिदिइसक्यो उकालो चढ्दैछौँ गले यस्तो उकालो चढ्दैछ त्यहाँबाट कति धेरै घुम्नु पर्थ्यो ल साथीहरू हामी चाहिँ यहाँनिर उकालो उक्लिँदैछौँ यतातिर चाहिँ यस्तो छ गनी भयो जस्तो लाग्छ माथि टपमै पुग्नु भने तल यहाँ हो त अझै कति माथि पुग्नु नहेरी फर्किने है क्या हल्दैन त यहाँ चाहिँ यस्तो चलिरहेको छ साकेला कति धेरै मान्छे बाफ्रे बाफ बल्ल हामी जङ्गलको डाँडामा टुप्पोमा आइपुग्यो यतातिर चाहिँ यस्तो बिना मान्छेहरू छ है जङ्गलको घारीमा हामी चाहिँ यहाँ टुप्पीमा आइपुग्यौँ फेरि तलतिर खस्दैछौँ के अरे के भन्छ फेरि झर्दैछौँ कहाँ खिच्ने पुनम त्यहाँ खिच्ने फोटो तिमी दुख्न थाल्यो मेरो छोरीको ल अब हामी चाहिँ पुनमको यहाँ फोटो खिचिदिएर कस्तो राम्रो यतातिर चाहिँ कस्तो चिसो हाम्रो पुनम र प्रिया चाहिँ यहाँ हिँड्दैछ कस्तो राम्रो हो प्रिया म त यता मासतिर त आएको थिएन भाइ त्यो झन्डा डाँडासम्म मात्र आएको थिएँ हामी चाहिँ यहाँ कति राम्रो चुलो जङ्गलको बिचमा पनि हामी चाहिँ यहाँ साकेला लु कता हो त यस्तो टोइलको न उसको हिलले पुगिहाल्छ नि जताबाट नि टोइल बनाएको छु गाइस हाम्रो दिदी चाहिँ लडिसक्नु भएको छ यहाँ उठिसो यस्तो भ्लगमा यस्तो बिजत हुन्छ फेरि चप्पल खोलेर आइज यो गाडी कहाँ हो साथी हाम्रो बिजोगेर हाम्रो साथी हाम्रो बिजोगेर यहाँ चाहिँ लडिसक्नु भएको छ दिदी फेरि छ्या चप्पल चुट्यो रे ला लुखा त बल्ल यस्तो बाटो पार गर्नु त्यहाँदेखि यहाँ चप्पलले चुटेर हामी चाहिँ यहाँ लड्दा गरेर पनि झन्डै मैले कता ठेलेन लड्दा गरेर पनि हामी फाइनल्ली बाटो चाहिँ भेटायो तर मेरो चप्पल चुटेर यस्तो बिजोग भयो चप्पल झन् यस्तो पुरानो चप्पल लगाएर आएको थियो न बाटो हिँड्दाखेरि अप्ठ्यारो हुन्छ भनेर त्यहीँ पनि यो घारीबाट झरेको लडेर चप्पल पिलित भयो मेरो चाहिँ आज कति धेरै मान्छे फेरि अब म यस्तो चुटे चप्पल लगाएर हिँड्नु म कसरी मेरो त घोर ब्याज हुने भयो त यार यही बाटो खोज्नको लागि हामी यहाँबाट बाटो थाहा नभएर झर्दाखेरि यहाँ लडेर मान्छेको चप्पल गयो यतातिर चाहिँ यस्तो मान्छे छ अब हामी चाहिँ उता गएर भेट्छौँ ल बाई हामी चाहिँ यहाँ लड्दै भए पनि साकेला हेर्न चाहिँ आइपुग्यो राम्रो यहाँ मान्छेको क्राउड ओ बाफरे बाफ हाम्रो चाहिँ चटपट पनि आइसक्यो 60को चटपट कति थोरै हो भयो ल
अब हामी खा खाएर पनि फर्केर आइसक्यौँ। अब चाहिँ हामी घर जाँदै मान्छेहरू चाहिँ कति हेरेछ बाँदर ओह यहाँ पनि बाँदर अब यस्तो भयो नि त त्यहाँ मान्छे नाचेर बाँदरहरू सब भागेर यता आएको हो क्या डराएर। ल यति नै थियो आजको हाम्रो भ्लग। बाई बाई, थ्याङ्क यू फर वाचिङ। अनि लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई गाइस। सबैलाई सेवा आजको हाम्रो होइन साथीलाई पनि सक्यो उभौली सबैलाई फेरि पनि ह्याप्पी उभौली। हाम्रो दिदीलाई पनि धेरै माया गरिदिनुहोस् होला। ल है त बाई बाई।